यो हाम्रो गाउँ टारीखेत। यहाँ आजभोलि फागुनको 15 कटेपछि पनि किन हो साह्रै चिसो हुन्छ। त्यसैले होला यो चिसो बाटो बच्न कोही घाम ताप्छन्, कोही आगो ताप्छन्, कोही गेडागुडी पकाएर खान्छन् त कोही यस्तो योजना बनाइरहेका छन्। यी हुन् चक्रे राणा, गाउँभरिका हावा तर केटाहरूका दादा। यिनलाई कोहीदेखि र केहीदेखि डर लाग्दैन, तर काम भने सबै अरूलाई हराउँछन्। यी हुन् चक्रे राणाका दाहिने हात हस्तबहादुर। यी चक्रे राणालाई सघाउने र उक्साउने काम गर्दछन्। यी चाहिँ विदुर, बिचरा सोझा र असल मनका छन्। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्छन्। तर के गर्नु, चक्रे दादाले भनेपछि मान्नै पर्यो। जानी नि भाइ, चिसो चिसो मौसममा तातो तातो खानुपर्छ। हेर स्वार्थीहरू, एउटाको ज्यान बचाउन अर्काको ज्यान मारिरहेछन्।